शम्भो हर। भगवान भोले बाबाको दिव्य आराधना गर्नको लागि शिवजीको पूजा गर्दा, शिवजीको रुद्राभिषेक गर्दाखेरि हामीहरूले प्राय जसो यस्तो जलधारी, यस्तो त्रिखुट्टी जलधारीबाट हामीहरूले यसरी राखेर यहाँ जल राखेर हामीहरूले अभिषेक गर्छौँ, रुद्राभिषेक गर्दछौँ। यो हाम्रो सजिलोको लागि बनाइएको हो। यो शास्त्रीय विधिअनुसारले होइन, यो सजिलोको लागि विभिन्न थरीका यस्ता जलधारा पात्रहरू बनाइएका छन्। तर शास्त्रले बताए बमोजिम गर्ने हो भने शिवम गवय श्रृङ्गेण भनेको यो गाईको सिङ हो। यो गाईको सिङमा यता चाँदी लेपिएको छ, यता चाँदीको मुख बनाएको गाईको सिङ मुख जस्तो बनाइएको छ। अनि यसमा अब रुद्री गर्दाखेरि यसमा यसरी जल राख्नु पर्दछ। जल राखिसकेपछि अनि बल्ल यसरी यहाँ जलधारा आयो, हेर्नु सरर जलधारा आयो है, माथिबाट हेर्नु गाईको गोमुखबाट आइरहेको छ यो। अब यसरी अनि बल्ल यसरी रुद्राभिषेक गरिन्छ हामीहरूले। यो हो असली शास्त्रीय विधिअनुसारले गाईको सिङद्वारा यसरी जल राखेर अनि रुद्री गरियो भने त्यो चाहिँ असली रुद्री, शास्त्रले बताएको रुद्री हुन्छ। ओम नमः शिवाय। नमस्ते रुद्रभण्डवौतो तैखवे नमः बाहुव्यामुतते नमः। जाते रुद्रशिवा तनूर घोरा पापकाशिनी। ओम सद्यो जातं प्रपद्यामि सद्यो जाताय वै नमो नमः। भवे भवे नाति भवे भवस्व मां भवद्भवाय नमः। वामदेवाय नमो ज्येष्ठाय नमः। ओम शान्ति शान्ति शान्ति। यसरी भगवान शिवजीको रुद्री गर्नुपर्दछ। असली रुद्री गर्दाखेरि यो विधि हो, शास्त्रीय विधि यसरी बताइएको छ शास्त्रमा। अब हजुरहरूलाई पनि यस्ता गाईका श्रृङबाट बनिएका यस्ता जलधाराहरू चाहिएको छ भने हजुरहरू हाम्रो यो पसल जो किस्मत पूजा सामग्री भण्डार पसलमा हजुरहरू पाल्न सक्नुहुनेछ। र यहाँ विभिन्न थरीका पित्तलले बनेका यो जलधारा रहेका छन्। यो गाईको सिङले बनेको चाँदी लेपेर बनाएको जलधारा रहन गएका छन्। गोश्रृङ गाईको सिङद्वारा नै अभिषेक गर्नु भनेर बताइएको छ शास्त्रमा। यस्ता विभिन्न थरीका छन् र विभिन्न भगवानको पूजा गर्दा डमरुको पनि पूजा गर्नुपर्दछ, त्रिशूलको पूजा गर्नुपर्दछ र माता पार्वतीको पूजा गर्नुपर्दछ र यता नागदेवताको पनि पूजा गर्नुपर्दछ र भगवान शिवजीका नन्दी भृङ्गी श्रृङ्गी आदिको पनि गणको पूजा गर्नुपर्दछ। यसरी गरिएको पूजा चाहिँ शास्त्रीय विधिअनुसारले बल्ल त्यो फल प्राप्ति हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ। जय शम्भो।